till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us. Hello guys, welcome back to my new vlog. It's a new day and our new vlog. यति बेला चाहिँ म ट्याक्क रेडी भएर बसेको छु अनि यसो जानु पर्यो डुल्न। अल्छी लाग्यो घर बस्दा बस्दा, गर्मी छ अनि। ल गाइज म चाहिँ अहिले ट्याक्क पिपल चोक हाइड आउट क्याफे आएको। वर्ल्ड कप हेर्न यहाँ रमाइलो भयो थियो। अहिले अलिक घाम भयो त्यही भएर यता कुर्सीहरू राखेँ होइन। यता शीतलमा नत्र उता पछाडि छ ट्याक्क बेलुका शीतलमा सही हो। गाइज म चाहिँ क्याफेबाट घर आइसकेको छु। ट्याक्क बाइक चाहिँ अनि ऊ यता राखिदिइसकेँ, घरभित्र राखिदिएको। ट्याक्क मामाले च्याक्स हानिदियो आज अनि यसो राखिदिएको, यहीँ घरभित्रै लुकाएर राखिदिएको। अब के अन्त। Many hours later. हेलो गाइज, हामी चाहिँ अहिले ट्याक्क मार्टतिर जानु लागेको दुध किन्नको लागि। पानी परिरहेको छ अनि राति हल्का जाडो पनि छ। यसो चिया पनि खानु पऱ्यो। त्यही त मार्ट त खुल्ला हुन्छ 11 बजीसम्म, खानु पऱ्यो चिया। ल है गाइज, हामी चाहिँ ट्याक्क यहाँ गौतम चोकको नमुनामा आइसकेको छौँ, तर यहाँ चाहिँ बन्द भयो, बन्द रहेछ यार। अब हामी जानुपर्ने हुन्छ 16 मार्च जानुपर्ने हुन्छ गाइज। हामी चाहिँ अगाडि देखाउ न भाइ यार, मोबाइल अफ रोड है क्या, राति 10 बजे वाइल्ड हो, जता गयो त्यतै वाइल्ड। अब सुनिने हो कि होइन भिडियोमा। Hold me close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And गाइज हामी चाहिँ ट्याक्क यो कटकको बाटो निस्केर माछापुच्छ्रे चोकतिरको बाटो जाँदैछौँ। यहाँ चाहिँ 16 मार्ट रहेको छ, हामी र यहाँ मार्टतिर आइसक्यौँ। 16 मार्ट रे, पहिला 16 थियो, अहिले ठडाइ भएछ यार। हामी यहाँ ठडाइ मार्ट आइसकेको छौँ। अब हामी यहाँबाट दुध लिएर फर्किनु पर्ने हुन्छ। ल है गाइज, है गाइज हामी चाहिँ यहाँबाट अब फर्किनु लागेको अनि अब चाहिँ भाइले चलाउँछ अरे बाइक। ल है गाइज हामी चाहिँ यहाँबाट सिधै हाल। ल है गाइज हामी चाहिँ यहाँबाट ट्याक्क दुध लिएर फर्केको त्यहाँ ठडाइ मार्टबाट। दुध किनेको पनि बिल दिँदैछ यार, कति हो 45 परेछ दुधलाई। यत्रो लामो बिल छ यार एउटा दुध किनेको पनि। के हो यार अचम्म। नेपाल पनि अब डेभलप हुँदैछ बिस्तारै है। हामी चाहिँ अहिले ट्याक्क यहाँ कति यो माछापुच्छ्रे चोक, यहाँबाट हामी ट्याक्क अब सिधै बुद्ध चोक निस्केर अनि त्यहाँबाट जानुपर्ने हुन्छ। नाइट राइड भनौँ, एउटा रमाइलै छ त्यो। गाइज हामी चाहिँ ट्याक्क अब आइसक्यौँ घरतिर। यो हाम्रो लास्ट टर्निङ हो। अब सिधै गएपछि ट्याक्कै घरै गएर रोक्ने, अन्त खासै रोक्ने बानी छैन। अब सिधै ट्याक्क दुध ल्याएछ जाने, चिया पकाउने, खाने, सुत्ने अब क्या अन्त। ल गाइज यहाँ चाहिँ हाम्रो ट्याक्क चिया बन्दैछ। हाम्रो कुक आजको खतरा चिया पकाउँछ दाइ फेरि हो। आउने त